बीआर चोपडाको महाभारतमा कर्णको भूमिका निर्वाह गरेका चर्चित अभिनेता पंकज धीरको निधन भएको छ। बुधबार 68 वर्षको उमेरमा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार पंकज लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए। एक समयमा उनको स्वास्थ्यमा केही सुधार भए पनि केही महिना अघि पुनः रोग देखा परेको थियो। पछिल्लो समय अत्यन्त अस्वस्थ भएका पंकजको शल्यक्रिया पनि भएको थियो। उनी पछिल्ला केही महिनादेखि पटक पटक अस्पताल भर्ना भइरहेका थिए। पंकजले धेरै हिन्दी फिल्म र टेलिभिजन श्रृङ्खलामा अभिनय गरेका छन्। उनलाई सबैभन्दा बढी महाभारतमा कर्णको भूमिकाकै लागि चिनिन्छ। उनले चन्द्रकान्ता, द ग्रेट मराठा, युग र बडो बहू जस्ता लोकप्रिय धारावाहिकमा पनि अभिनय गरेका थिए। यस्तै सडक, सोल्जर र बादशाह जस्ता चर्चित फिल्महरूमा देखिएका थिए। उनका श्रीमती अनिता र छोरा निकी दिन छन्। निकी दिन पनि अभिनेता हुन् जसले अभिनेत्री कृतिका सेनगरसँग विवाह गरेका छन्।